A very good morning. आजको क्लास is about social and cultural transformation. आज voice अलिकता hard भए पनि I am very fit and fine. भर्खर उठेर पनि होला सायद अलिकता voice त्यस्तो हुन्छ नि rough patches धेरै भएको छ नि त. Okay, that does not matter. So social transformation भनेको के हो? Social transform जसलाई नेपालीमा भन्छ सामाजिक रूपान्तरण. सामाजिक रूपान्तरण भनेपछि समाजमा एउटा जुन सोशल स्ट्रक्चर छ, नर्म्स एन्ड भ्याल्युज छ, सोसाइटीमा पावर डाइनामिक्स छ, तिनीहरूमा चेन्ज आउनु, द्याट इज कल्ड ट्रान्सफर्मेसन है. The process of change in social structure, norms, values, power relation of our society over a period of time. It is essentially a positive change resulted by changing context, activities, patterns, norms, values, and relationship in the society. So जहिले हामी ट्रान्सफर्मेसन भन्दाखेरि we should understand कि कहिले पनि change can be both negative and positive है. So change is both negative and positive. दुवै हुन सक्छ. Positive पनि हुन सक्छ, negative पनि हुन सक्छ. तर when you talk about social transformation, that is always a positive change. अनि त्यो चेन्ज भेरियस फ्याक्टरले इन्ड्युस्ड भएको हुन्छ. कहिलेकाहीँ इकोनोमिक ग्रोथले पनि सोसाइटीमा चेन्ज आएको हुन्छ, सोसल स्ट्रक्चरमा चेन्ज आउँछ. कहिलेकाहीँ साइन्स एन्ड टेकले गर्दा, साइन्स एन्ड टेक इनोभेसनले गर्दा पनि सोसाइटीमा चेन्ज आउँछ नि त. अब जसरी इक्जाम्पलकै रूपमा साइन्स एन्ड टेक्नोलोजीकै कुरामा अब ब्याङ्किङ सिस्टम जुन आयो, द्याट वाज अ चेन्ज इन सोसल स्ट्रक्चर. सो समाजमा एउटा ब्याङ्क प्रतिको प्रवृत्ति, पहिला चाहिँ ब्याङ्क वाज मोर लाइक ससेप्टिबल कुराको रूपमा हेरिन्थ्यो कि लाइक हामीले हाम्रो पैसा त्यो राख्छ कि राख्दैन, त्यसले डुबाउँछ कि डुबाउँदैन. तर ओभर द टाइम जुन साइन्स एन्ड टेकको इनोभेसनले चाहिँ ब्याङ्कले ट्रस्ट गरेको छ, आज मान्छेभन्दा बढी मान्छे ब्याङ्कमा ट्रस्ट गरेको छ नि त. त्यसपछि इभन समटाइम्स वार, पोलिटिक्स, जेसुकै कारणले पनि चेन्ज हुन सक्छ है सोसल ट्रान्सफर्मेसन. र इट इज क्लोजली एसोसिएटेड विथ द डेभलपमेन्ट. किनभने ट्रान्सफर्मेसन भन्दै गर्दाखेरि वी आर टकिङ अबाउट अ पोजिटिभ चेन्ज एन्ड एट द सेम टाइम डेभलपमेन्ट इज अल्सो पोजिटिभ चेन्ज इन द लाइफ अफ ह्युमन बिङ. सो सोसल ट्रान्सफर्मेसन इज क्लोजली एसोसिएटेड विथ द के भन्छ डेभलपमेन्ट. ट्रान्सफर्मेसन अफ एक्जिस्टिङ सोसल स्ट्रक्चर, सोसल प्याटर्न टु अ न्यू स्टेज एन्ड स्ट्रक्चर. एउटा यहाँ छ, अब यहाँसम्म पुग्नको लागि जुन एउटा ट्रान्सफर्मेसन आउँछ सोसाइटीको भेरियस रिलमा, भेरियस डोमेनमा जुन चेन्ज आउँछ, द्याट इज कल्ड सोसल ट्रान्सफर्मेसन. इट लिड्स टु मोडर्नाइजेसन, डेभलपमेन्ट एन्ड प्रोग्रेस अफ सोसाइटी. वान अफ द मेजर चेन्ज हाम्रो नेपाली समाजमा के भएको थियो भन्दाखेरि जुन मेओइस्टको रिभोल्युसन थियो 2052देखि 63सम्म डिकेड लङ रिभोल्युसन थियो. त्यसमा पनि जुन एउटा मोनार्की एबोलिस भएर रिपब्लिकन सिस्टम आयो नि त. Although motivated by political factor, it had a drastic change in the entire economy and the entire society. So that was an example of social change. Additionally, हाम्रो संविधान पनि आयो 2015 को संविधानमा. त्यसले पनि फेडरलिजमलाई इम्प्लिमेन्ट गर्यो. द्याट इज अल्सो एन एक्जाम्पल अफ सोसल चेन्ज. अनि त्यसपछि 1990s तिर 2047 तिर जुन ह्युज वेभ अफ लिबरलाइजेसनको पोलिसी आयो, ग्लोबलाइजेसनको वेभ चल्यो. त्यसपछि नेपालमा मल्टी पार्टी डेमोक्रेसीको एडभेन्ट भयो भने द्याट अल्सो ब्राउट अ पोजिटिभ चेन्ज. इभन त्यसले 1990 को जुन रिभोल्युसन थियो, त्यो रिभोल्युसनले चाहिँ कस्तो भन्दा इट नट ओन्ली ब्राउट द पोलिटिकल, मतलब देशको पोलिटिकल सर्कमस्टान्सेस, पोलिटिकल सिचुएसनलाई मात्र चेन्ज नगरिकन इट अल्सो इम्प्याक्टेड ट्रेड, टुरिज्म, सबै एस्पेक्टमा, इकोनोमिक एस्पेक्टमा पनि चेन्ज गर्यो नि त. त्यसपछि जुन सरकारले उदारीकरण, उदार नीतिहरू अवलम्बन गर्यो, त्यसपछि चाहिँ टुरिज्महरू अझ धेरै फर्स्ट आउन थाल्यो. त्यसपछि चाहिँ हामीले सस्टेनेबल डेभलपमेन्टको कन्सेप्टहरू इम्बेड गर्न थाल्यो. सो एभ्रिथिङ हेज अ डाइरेक्ट अर इन्डाइरेक्ट इम्प्याक्ट अन द सोसाइटी. सो यी कुराहरू नै छ सोसल ट्रान्सफर्मेसनको. सो सोसल ट्रान्सफर्मेसनको डोमेनहरू के छ त, के कुरामा चेन्ज हुन्छ त.
स्ट्रक्चरल चेन्ज, अब स्ट्रक्चर भनेपछि इकोनोमीको स्ट्रक्चर हुनसक्छ, पोलिटिक्स सोसाइटीको स्ट्रक्चर हुनसक्छ, रिलेसन चेन्ज। अब पहिला पहिला वी वर सोल्ली फोकस्ड ओभर आवर इमिडिएट नेबर, अब चाहिँ हामीले एकदम फार नेबरहरूमा पनि फोकस गरिरहेको छौँ नि त सोसाइटीमा, सरी नेसनमा। बिहेभियरल चेन्ज, प्रायोरिटी चेन्ज, बिजनेस चेन्ज, क्यापासिटी चेन्ज, यी कुराहरू पनि सोसल ट्रान्सफर्मेसनको अन्तर्गत पर्ने हुन्छ। प्रायोरिटी चेन्ज अन्तर्गत जसरी पहिला 9th 10th पिरियडिक प्लानतिर हाम्रो फोकस थियो कि देशबाट गरिबी हटाउने, देशमा चाहिँ गभर्नेन्स रिफर्महरू ल्याउने, अब चाहिँ हामीले त्यसमा स्टिडफेस्ट एउटा कन्सिस्टेन्ट पोलिसी ल्याइसकेका छौँ। एक लेभलको इम्प्लिमेन्टेसन प्रब्लम छ, बट द्याट्स अ डिफ्रेन्ट थिङ, बट एउटा लेभलको कन्सिस्टेन्सी ल्याइसकेका छौँ। अब चाहिँ हाम्रो आउटवर्ड लुकिङ छ नि त, अब हामी इनोभेसनतिर, हामी डाटातिर, 2016 प्लानकै फोकस थियो, आइसिटीहरूमा बढी फोकस गरेको देखियो नि त, यी कुरा भयो। सो दिज आर द रिल्म अफ सोसल ट्रान्सफर्मेसन। त्यसपछि cultural transformation. A social transformation is often associated with the change we look into the society. एउटा हुन्छ नि ट्यान्जिबल एस्पेक्टहरूमा चेन्जेस आउनु, त्यो कुराहरू भयो सोसल चेन्ज। तर कल्चरल चेन्ज एउटा फन्डामेन्टल चेन्ज इन द भ्याल्यु, बिलिफ, नर्म्स, बिहेभियर अफ सोसाइटी भनेपछि यसले के एस्पेक्टमा फोकस गरिरहेको छ भन्दा मोर अफ इन्ट्यान्जिबल एस्पेक्ट, कल्चरल एस्पेक्टमा बढी फोकस गरेको छ। नर्म्स, भ्याल्युज, बिहेभियर, प्र्याक्टिसेस, यी कुराहरू भएछ। अनि जसरी सोसल ट्रान्सफर्मेसन इज ड्रिभन बाई मल्टिपल फ्याक्टर, पोलिटिकल, सोसियल, इकोनोमिक, टेक्नोलोजिकल, मल्टिपल फ्याक्टर छ, त्यसरी नै कल्चरल ट्रान्सफर्मेसन पनि मल्टिपल फ्याक्टरले ड्रिभन हुन्छ। सो कल्चरल एस्पेक्टमा बढी फोकस गर्छ। कल्चरल ट्रान्सफर्मेसन फोकस इज अन कल्चरल फ्रिडम, प्रोटेक्सन, इम्प्रोभाइजेसन, मोडर्नाइजेसन एन्ड एक्सेप्टेन्स अफ कल्चरल प्लुरालिजम। जसरी हाम्रो समाज बहुलवादको समाजमा बेस्ड छ, त्यसमा चाहिँ अब ओभर द टाइम हामीले धेरै कुराहरू मोडिफाई पनि गर्यो, हाम्रो कल्चरल प्र्याक्टिसहरू मोडिफाई गर्यो, त्यसपछि धेरै कुराहरू इन्टिग्रेट गर्यो, अवलम्बन गर्यो। जसरी तिज मनाउने त प्रथा थियो, इट हेज बिन अब तराईतिर पनि प्रोलिफरेट भएको छ नि त तिज मनाउने प्रथा। सो अनि धेरै कुरा प्रोटेक्सन, अब फेरि के भन्छ, सोसाइटीले पनि आफ्नो कल्चरलाई प्रोटेक्सन गर्नुपर्छ, त्यस्तो नीतिहरू लोकलदेखि सेन्ट्रल लेभलसम्म छ। हेन्स कल्चरल ट्रान्सफर्मेसन इज अ रिजल्ट अफ सोसल अवेरनेस एन्ड कल्चरल प्रस्पेरिटी, अफकोर्स। त्यसपछि चाहिँ हाम्रो नेपालमा के कल्चरल ट्रान्सफर्मेसनको एउटा इक्जाम्पल कस्तो छ भन्दाखेरि, हामीले जतिखेर संविधानमा हामीले के भन्छ बहुलवादको कन्सेप्ट आयो नि त, मल्टिकल्चरल, मल्टिलिङ्गुअल, यी कुराहरूको कन्सेप्ट आउँदा पनि कल्चरल प्लुरालिजमलाई हामीले एक्सेप्ट गरेको हो। त्यसपछि भेरियस प्रोग्राम्सहरू भयो, भेरियस कल्चरल प्रोग्राम्स, हाम्रो फेस्टिभल, रिलिजियस इभेन्ट्सहरू भयो, तिनीहरूले पनि कल्चरली हामीलाई इनरिच गर्ने काम गर्छ नि त। सो अब बेसिकली हेर्नु पर्दा वेन यु टक अबाउट द भ्याल्यु बिलिफ, हेर्दाखेरि के कुरामा चेन्ज भएको देखिन्छ त, के कुरा, वाट आर द डाइमेन्सन्स भन्दाखेरि, अब पोलिटिकल सिस्टम, इकोनोमिक सिस्टम एन्ड डेमोक्रेटाइजेसन अफ पोलिटिकल सिस्टम हेज बोथ इम्प्याक्ट है। पहिला त एउटा सोसियल इम्प्याक्टहरू हेर्दाखेरि चाहिँ समाजमा इन्क्लुजिभ सोसाइटी आउनु, त्यसपछि समाजमा के भन्छ त्यस्तै प्रकारको रूपान्तरणहरू आउनु, समाजको स्ट्रक्चरहरूमा चेन्ज आउनु। बट अन अदर ह्यान्ड डेमोक्रेटाइजेसन अफ दिस सिस्टम, पोलिटिकल इकोनोमिक सिस्टमले मान्छेको बिलिफमा पनि त चेन्ज भएको छ नि त। अब मान्छेले सोचिरहेछ नि त, यस आई सुड टेक पार्ट इन द स्टेट अफेयर, आई सुड टेक पार्ट इन माई सोसाइटी। एउटा सिभिल सोसाइटीको मतलब सिभिल सोसाइटीको रोलहरू बढ्दै जानु भनेको त्यो के हो, त्यो कल्चरल ट्रान्सफर्मेसन हो, जहाँ भ्याल्यु, एउटा भ्याल्यु इम्पार्ट भएको छ कि माई रोल अल्सो म्याटर्स। के भन्छ, प्र्याक्टिस अफ क्वेसनिङ द गभर्मेन्ट, अ बिलिफ द्याट यस आई क्यान चेन्ज है। सो यी कुरा भयो। त्यसपछि एडप्सन अफ ओपन एन्ड प्लुरलिस्टिक सोसाइटी, सोसाइटीमा भेरियस सेगमेन्ट अफ पिपल छ, तिनीहरूलाई एक्सेप्टेन्स गर्नु, इन्फोर्समेन्ट के भन्छ, इम्ब्रेसमेन्ट अफ कल्चरल प्लुरालिजम, माइग्रेसन एन्ड क्रस कल्चर इन्फ्लुएन्स।
सो माइग्रेसन पनि एउटा वान अफ द मोस्ट सिग्निफिकेन्ट कल्चरल ट्रान्सफर्मेसन हो, किनभने अ बिलिफ द्याट यस म बाहिर गए पनि म सुरक्षित हुन्छु र आई क्यान कन्ट्रिब्युट फर द प्रस्पेरिटी, जुन म एउटा ओरिजिनल प्लेसमा चाहिँ हुन सक्दिनँ। इट क्यान बी फ्रम गाउँबाट सहर पनि हुनसक्छ, सहरबाट अर्को एउटा देशबाट अर्को देश पनि हुनसक्छ। सो यो कसरी आएको होला त? माइग्रेट गर्न पर्छ भने कसरी आएको होला त? सो माइग्रेट गर्नुपर्छ भने एउटा कल्चरल सिफ्ट आएको छ नि त, एउटा एउटा कल्चरदेखि हुन्छ नि कि बाहिर जाने कल्चर बढाएको छ नि त, आजभोलि यस्तो कल्चर ट्रेन्ड चलेको छ, यी कुराहरू भयो। सो त्यहीँबाट चाहिँ माइग्रेसनको पनि कन्सेप्ट आएको छ। क्रस कल्चर इन्फ्लुएन्स, हामी भेरियस सेगमेन्ट अफ मतलब वर्ल्डको भेरियस सेगमेन्टबाट हामीले कल्चरहरू इन्टिग्रेट गरिरहेछौँ आफ्नो कल्चरमा। Education and awareness is another realm of cultural transformation. Hence, cultural transformation focuses on conservation of culture, end of cultural misbehave, cultural pluralism. So, यी कुराहरूमा फोकस गर्छ। कल्चरल ट्रान्सफर्मेसन भन्दै गर्दाखेरि चाहिँ के कुरा पनि बुझ्यो हामीले, अघि पनि भनेको छु, ट्रान्सफर्मेसन भन्न साथ वी फोकस अबाउट द पोजिटिभ चेन्ज। सो कल्चरल ट्रान्सफर्मेसन इज अबाउट having a society where everyone is respected, every culture is appreciated, हार्मोनीको कुरा आउँछ, जहाँ चाहिँ कुनै प्रकारको कल्चरल मिसबिहेभ चाहिँ प्रिभेन्ट गरिन्छ, हरेक कल्चरलाई उत्तिकै रेस्पेक्ट दिन्छ, हरेक आइडियोलोजीलाई रेस्पेक्ट दिन्छ, अरूको लाइक रिलिजियस प्र्याक्टिसमा कुनै प्रकारको हनन गरिँदैन। सो दिज आर सम अफ द इक्जाम्पल्स अफ कल्चरल ट्रान्सफर्मेसन। त्यसपछि before we discuss about features of social and cultural transformation, अब डिफरेन्स पढौँ, त्यसपछि चाहिँ हामी फिचर्स पढौँला। सो डिफरेन्स के छ त? लाइक सुन्दा सुन्दा एउटै देखिन्छ, सोसल ट्रान्सफर्मेसन पनि एउटै कुरा हो, कल्चरल ट्रान्सफर्मेसन पनि एउटै कुरा हो। तर डिफरेन्स कुन ठाउँमा आउँछ भन्दाखेरि सोसल ट्रान्सफर्मेसन फोकस इज अबाउट चेन्ज इन सोसल स्ट्रक्चर, सोसल बिहेभियर, रिलेसनसिप, सामाजिक लेभलमा कुराहरूलाई हेर्छ। But cultural transformation is more about way of living, value, belief, यी कुराहरूमा चेन्ज आउनु। सो प्राइमरी फोकस अन स्ट्रक्चरल एस्पेक्टमा बढी फोकस गरेको छ। इन इकोनोमी, पोलिटिक्स एन्ड सोसल इन्स्टिट्युसनको स्ट्रक्चर संरचनात्मक कस्तो छ, पहिलाको पोलिटिक्स कस्तो थियो? पहिलाको पोलिटिक्स थियो राजावादी थियो, त्यसपछि राजा प्लस के भन्छ, त्यसपछि राजा प्लस पार्टीगत थियो, अहिले कम्प्लिटली पार्टीगत छ। सो एउटा स्ट्रक्चरमा चेन्ज आएको छ नि त। इकोनोमीमा पनि पहिला हाम्रो आइसोलेसनिस्ट इकोनोमिक ट्रेडहरू थियो, हामीले इन्डियासँग मात्र गऱ्यौँ। अहिले चाहिँ हामी अरू अरू ग्लोबल आउटरिच भएको छ, हाम्रो नेसनल इकोनोमी इज इन्टिग्रेटेड टु द इन्टरनेसनल इकोनोमी। सो त्यो कुरा भयो। तर यसले चाहिँ त्यही अनदर ह्यान्ड कल्चरल ट्रान्सफर्मेसनले भ्याल्युजहरूमा, इन्ट्यान्जिबल एस्पेक्टमा बढी फोकस गरेको छ। इन्ट्यान्जिबल एस्पेक्ट अन्तर्गत भ्याल्यु, फ्रिडम, ल्याङ्ग्वेज, ट्रेडिसन, आर्ट, कल्चर, यी सबै कुराहरूमा भयो। त्यसपछि सोसल ट्रान्सफर्मेसन क्यान बी रिलेटिभली ऱ्यापिड एन्ड होल्ड सिग्निफिकेन्स इन सर्ट टर्म। अनि यिनीहरूले चाहिँ यो कल्चरल ट्रान्सफर्मेसन एकदम स्लो प्रोसेस हो। अब सोसल ट्रान्सफर्मेसन भन्दाखेरि अब एकदम फास्ट भयो नि त। इक्जाम्पलको रूपमा भोलिको दिनमा नेपाल अहिले त्यो भएको छ। नेपाल आज कस्तो छ भन्दाखेरि नेपाल अहिले फेडरल डेमोक्रेटिक रिपब्लिक छ। भोलि मानौँ न 20 दिन, 25 दिन, 40 दिन, 50 दिन लगातार आन्दोलन भयो र नेपालमा राजतन्त्र इस्टाब्लिस भयो। सो राजतन्त्र इस्टाब्लिस हुँदा जुन अब एउटा अगेन सोसल स्ट्रक्चरमा त एउटा चेन्ज आयो नि त। बट अगेन यही कुरा के भन्छ, राजतन्त्र इस्टाब्लिस भयो, तर यही कुरा कल्चरल ट्रान्सफर्मेसन त्यति स्लो, मतलब त्यति स्लो त्यति फास्ट हुँदैन। किनभने कल्चरल ट्रान्सफर्मेसन ओभर द भेरिज, मतलब हामीले जसरी आज हामीले फरेन कल्चरहरूलाई धेरै कुराहरू आफ्नो कल्चरमा इन्टिग्रेट गरेको छौँ। त्यसपछि बर्थडे मनाउनेदेखि लिएर इभेन्टहरू, अब चाहिँ बिहेहरू पनि कस्तो भइरहेछ, बिहेहरू पनि डेस्टिनेसन वेडिङ भइरहेको छ। म्यारेज कल्चरहरूमा पहिला नयाँ नयाँ ट्रेन्डहरू आउँदै गइरहेको छ। सो इट इज नट भेरी न्यू के, यो धेरै पहिलादेखि, पहिला एउटा आयो, दुईवटा आयो, तिनवटा आयो। मान्छेलाई बिलिफ सिस्टममा चेन्ज ल्याउनको लागि इट माइट टेक जेनेरेसन एन्ड जेनेरेसन टु चेन्ज द बिलिफ सिस्टम।
अहिले पनि हामीले बुढापाकाहरूलाई एउटा भ्याल्युज यो पार्टी कस्तो हो, राजावादी राम्रो हो कि नराम्रो हो भने त्यो सोध्नको लागि मतलब अहिले पनि मान्छेहरू एक्सेप्ट गर्न सकेको छैन नि त। 17-18 वर्ष भइसक्यो तर पनि मान्छेहरूले के भन्छ, मान्छेहरूले अहिलेसम्म पनि त्यो धेरै जेनेरेसनहरूले अहिलेसम्म पनि त्यो एक्सेप्ट गरेको छैन कि दिस सिस्टम इज गुड। किनभने त्यो बिलिफ सिस्टममा चेन्ज आउनको लागि वर्षौं लाग्छ। ड्रिभन बाई पोलिटिकल मुभमेन्ट, सोसल रिफर्म, इकोनोमिक चेन्जेस, यी कुराहरूले सोसल ट्रान्सफर्मेसन इनिसिएट गर्छ। वाइल कल्चर ट्रान्सफर्मेसन इज ड्रिभन बाई एक्सपोजर टु डिफ्रेन्ट कल्चर, माइग्रेसन भइसकेपछि, टेक्नोलोजिकल एडभान्समेन्ट, टेक्नोलोजिकल प्रोलिफरेसन भइसकेपछि कल्चर ट्रान्सफर्मेसन हुने गर्छ। इम्प्याक्टको रूपमा हेर्दाखेरि सोसल ट्रान्सफर्मेसन लिड्स टु सिफ्ट इन पावर डाइनामिक्स। हामीले अघि पनि भन्यो कि यो पोलिटिक्समा पावर डाइनामिक्सको कुरा आउँछ, सोसल रोल, क्लास स्ट्रक्चरमा चेन्जेस आउने गर्दछ। नयाँ नयाँ लज, नयाँ नयाँ रेगुलेसन, पोलिसिजहरू बन्छ जसले सोसाइटीलाई गभर्न गर्ने काम गर्छ। सो यसको इम्प्याक्ट त्यो लेभलमा छ, सोसाइटल लेभलमा छ। आज यो पावरफुल छ भने भोलि अर्को पावरफुल हुनसक्छ, आज यस्तो नियम छ भने भोलि अर्को खालको नियम हुनसक्छ। आज सोसाइटीको फोकस यो कुरामा छ भने भोलि सोसाइटीको फोकस अर्को कुरामा हुनसक्छ। सो कन्टिन्युसली चेन्जिङ भनौँ न, चेन्जिङ छ, डाइनामिक छ। बट कल्चरल ट्रान्सफर्मेसनको इम्प्याक्ट के छ त? मान्छेहरू आफ्नो कल्चरल आइडेन्टिटी प्रिजर्भ गर्नेतिर लाग्छ। त्यसपछि नयाँ प्र्याक्टिस इन नर्म्स, न्यू नर्म्स, भ्याल्युज, कुनै कुनै पनि कल्चर, कुनै पनि ह्याबिट छ, ट्रेडिसन छ, दे मे के भन्छ इभल्भ अर दे मे डिसएपियर, यी कुराहरू भयो। त्यसपछि चाहिँ डेमोक्रेटाइजेसन, ल्यान्ड रिफर्म, चेन्ज इन लेबर ल, जेन्डर इक्वालिटी मुभमेन्ट, यिनीहरू इक्जाम्पलहरू भयो। हामीले इक्जाम्पल पनि धेरै पढिसकेका छौँ। अनि यसको इक्जाम्पल अन्तर्गत चेन्ज इन रिलिजियस प्र्याक्टिस, एडप्सन अफ न्यू कल्चर्स, ल्याङ्ग्वेजहरूमा सिफ्ट। अहिले चाहिँ मान्छे बोल्दाखेरि चाहिँ, मैले आफै पनि बोल्दाखेरि कहिले नेपाली बोल्छु, कहिले इङ्ग्लिस बोल्छु, कहिले मिक्स गरेर बोल्छु। सो एउटा ल्याङ्ग्वेज प्र्याक्टिसहरूमा पनि चेन्ज आउनु, इट इज एसोसिएटेड विथ द कल्चर ट्रान्सफर्मेसन। नेपालमा एबोलिसन अफ मोनार्की भयो। अनि अर्को इक्जाम्पलको रूपमा हेर्दाखेरि हिन्दू किङडम टु सेक्युलर स्टेट भयो। सो सोसल ट्रान्सफर्मेसनले कतै न कतै अल्टिमेटली कल्चरल ट्रान्सफर्मेसनतिर हेल्प गर्छ है। लाइक सोसल ट्रान्सफर्मेसन भयो, मानौँ न सोसाइटीमा एउटा चेन्ज आएको छ भने, कुनै प्रकारको सोसाइटल चेन्ज आएको छ भने मान्छेको भ्याल्यु बिलिफमा पनि त चेन्ज आउँछ नि त। सो कल्चरल ट्रान्सफर्मेसनले सोसल ट्रान्सफर्मेसन हुन नि सक्छ, तर सोसल ट्रान्सफर्मेसनले कल्चरल ट्रान्सफर्मेसन चाहिँ हुन्छ नै हुन्छ। सो एउटा यो पनि डिफरेन्स बिट्विन चाहिँ हामीले राख्न सक्छौँ। ओके, सो दिज आर सम अफ द डिफरेन्सेस। यसबाट हामीले डिफरेन्स थाहा पाइसक्यो नि त। सोसल ट्रान्सफर्मेसन अलिकता सोसियल लेभलमा कुरा गर्छ, कल्चरल ट्रान्सफर्मेसन चाहिँ कल्चरल लेभलमा कुरा, सोसाइटल लेभलमा। यसले चाहिँ सोसल ट्रान्सफर्मेसन सोसाइटल लेभलमा, कल्चरल ट्रान्सफर्मेसनलाई चाहिँ भ्याल्युज बिलिफ लेभलमा, इन्डिभिजुअलको सोच, यी कुराहरूमा फोकस गर्ने गर्दछ। सो हामीले डिफरेन्स बिट्विन थाहा पाइसकेपछि हाम्रो यी टर्म्सहरूलाई छुट्टा छुट्टै पढ्ने काम सक्यो। अब चाहिँ हामी टर्म्सहरूलाई एउटै रूपमा पढ्ने गर्छौँ, मतलब एज्युमिङ बोथ आर द सेम थिङ। सो वाट आर द मतलब फिचर्स अफ सोसल एन्ड कल्चर ट्रान्सफर्मेसन? सो सोसल ट्रान्सफर्मेसन, कल्चरल ट्रान्सफर्मेसन, यो मैले सिम्पली ट्रान्सफर्मेसन भनौँ न। ट्रान्सफर्मेसन भन्दाखेरि दुवै बुझ्नु होला। ट्रान्सफर्मेसन भेरियस लेभलमा हुन्छ, सोसाइटीको लेभलमा पनि हुनसक्छ, रिजनलको लेभलमा पनि हुनसक्छ, नेसनल लेभलमा पनि हुनसक्छ, इन्टरनेसनल लेभलमा पनि हुनसक्छ। सो जुनसुकै लेभलमा भए पनि एज वी गो अपवर्ड द लेभल, द कम्प्लेक्सिटी अफ ट्रान्सफर्मेसन बिकम्स इभन मोर डिफिकल्ट। अब नेसनल लेभलमा सोसल कल्चर ट्रान्सफर्मेसन त अझ धेरै कम्प्लेक्स हुन जान्छ, अझ धेरै मल्टी फेसिटेड हुनसक्छ, मतलब धेरै एस्पेक्टहरूलाई, डोमेनहरूलाई कभर गर्ने कुरा हुनसक्छ। सो वाट आर द फिचर्स? सबभन्दा पहिला चाहिँ ब्रिङ अ ड्रास्टिक चेन्ज टु लाइफस्टाइल एन्ड प्र्याक्टिस। त्यसपछि चाहिँ कन्टिन्युस एन्ड डाइनामिक प्रोसेस। अघि पनि मैले भनिसकेँ, दिस ट्रान्सफर्मेसनहरू ओभर द टाइम इभल्भ भइरहेको हुन्छ। कल्चर
कल्चरल एस्पेक्ट भए तापनि सोसल एस्पेक्ट भए तापनि आजको समस्या यो छ, आजको वे यो छ, भोलि अर्को वे हुन सक्छ। भोलि नयाँ नयाँ अब जसरी एआई को कुरा छ, अब एआई हेज बिकम सो कमन कि इट हेज बिन अ पार्ट अफ आवर डेली लाइफ, नट ओन्ली इन कम्प्युटर। अब चाहिँ टिभीहरूमा पनि एआई आउन थालेको छ, वासिङ मसिनमा एआई आउन थालेको छ, अटोमेटिकली त्यसले बन्द गरिदिने एउटा टाइम पछि, केही पनि गर्न पर्दैन, मेसिन लर्निङका कन्सेप्टहरू आउन थालेको छ भने इट हेज मतलब ओभर द टाइम कति धेरै मतलब मान्छे एडेप्टेबल हुन सकिरहेको छ नि त। इट च्यालेन्जेस द एक्जिस्टिङ नर्म्स, भ्याल्युज, प्र्याक्टिस द्याट आर इन्कम्प्याटिबल विथ न्यू भिजन। जतिखेर हामी ट्रान्सफर्मेसनको कुरा गर्छौँ, हामीले अघि पनि भन्यौँ कि ट्रान्सफर्मेसन इज अबाउट ट्रान्सफर्मिङ एक्जिस्टिङ स्ट्रक्चर टु अ न्यू स्टेज। सो न्यू स्टेज पुग्नको लागि अब यो ठाउँबाट यो ठाउँसम्म पुग्नको लागि एक्जिस्टिङ स्टेजमा क्वेसन मार्क गर्न पर्यो नि त। यो मेरो नयाँ भिजनसँग, मेरो नयाँ सोचसँग चाहिँ इट डज नट अलाइन, सो आई क्वेसन एन्ड देन आई लुक फरवर्ड टु मुभ टु अ न्यू स्टेज भन्ने जस्तै हो। सो एक्जिस्टिङ नर्म्स, भ्याल्युज, प्र्याक्टिस स्टेटलाई के गर्छ, च्यालेन्ज गर्छ, क्वेसन गर्छ। Respect and celebrate the diversity and uniqueness of different group and religion. Cultural pluralism को कुरा भयो, balance the need and interest of present and future generation. So transformation, when you talk, it is a delicate balance between the need of present generation and future generation, often met with controversy and resistance. अब जहिले पनि चेन्ज हुन्छ भने there will be always a two set of people or say three set of people. एउटा सेट अफ पिपल को हुन्छ which are ready to accept the change. अर्को सेट अफ पिपल के हुन्छ कि मलाई यो सरकारसँग मतलब छैन, so I am not interested in your politics. And third set of people के हुन्छ, ready to change. त्यसपछि चाहिँ न्युट्रल, एन्ड थर्ड सेट अफ पिपल हुन्छ रेसिस्टेन्स, कि होइन उसलाई लाग्छ कि होइन नराम्रो भए पनि यस्तै ठिक छ खालको प्रवृत्ति. सो always it is often met with controversy and resistance, highly influenced by demographic shift and technological innovation. हुन त it is impacted by various के भन्छ various domain, पोलिटिकल कारण पनि हुन सक्छ, इकोनोमिक कारण, सोशल कारण हुन सक्छ, तर त्यो कारणहरूमध्ये आजभोलि करेन्ट टाइममा चाहिँ टेक्नोलोजी र डेमोग्राफीले धेरै इम्प्याक्ट गरेको छ। अहिले जुन युवा पुस्ता छ नि त, जेनजी भनौँ या युवा पुस्ता नै भनौँ, मिलेनियल्स भए पनि, दे हेभ अ डिफरेन्ट काइन्ड अफ भिजन, दे हेभ अ डिफरेन्ट काइन्ड अफ डिफरेन्ट सेट अफ प्लान्स, प्रोग्राम, तर त्यही कुराहरू ओल्ड जेनेरेसनको आफ्नै छ। जेनेरेसन ग्याप भएपछि आफ्नै आफ्नै चेन्जेस छ। सो इट इज मोर कन्सर्न विथ डेमोग्राफिक सिफ्ट कस्तो छ भन्ने कुरा आउँछ। अब भेरियस फ्याक्टरले इन्ड्युस हुने हो, डेमोग्राफिक फ्याक्टर भयो, कल्चरल जियोग्राफिकको कुरा भयो, इन्टरनेसनल फ्याक्टर, सोसल फ्याक्टर, इकोनोमिक फ्याक्टर, पोलिटिकल फ्याक्टर। सो भेरियस फ्याक्टरहरूले कतै न कतै सोसल र सोसल ट्रान्सफर्मेसनहरूलाई कन्ट्रिब्युट गर्ने गर्दछ। त्यसपछि चाहिँ सोसल र कल्चरल ट्रान्सफर्मेसन पढ्दै जाँदाखेरि के हुन्छ, when you talk about this transformation भने हामीले के बुझ्न पर्ने हुन्छ कि एउटै स्कुलबाट हामीले हेर्न मिल्दैन कि जस्ट एउटै पर्सपेक्टिभ, एउटै लेन्सबाट चाहिँ हामीले सोसाइटीलाई, हामीले समाज, कल्चरलाई, संस्कृतिहरूलाई हेर्न मिल्दैन। भेरियस मतलब सबैको आफ्नै थ्योरी छ। सो फर्स्ट थ्योरी कसको आउँछ? फर्स्ट थ्योरी छ इकोनोमिक थ्योरी। इकोनोमिक थ्योरीले के भन्छ कि जुन यो ट्रान्सफर्मेसन भइरहेको छ भने द्याट इज बिकज अफ इकोनोमिक स्ट्रक्चर। इकोनोमिक स्ट्रक्चर क्यापिटलिजम हो कि क्यापिटलिजम, सोसलिजम, ग्लोबलाइजेसन, इन्डस्ट्रियलाइजेसन, यी कुराहरूले सोसाइटीमा चेन्ज ल्याउने गर्दछ। affect the allocation of wealth, income, opportunity among different group. भनेपछि जुन इकोनोमिक एक्टिभिटिज भयो भने, फर्स्ट कुरा के बुझ्न पर्यो, इकोनोमिक एक्टिभिटिज भयो भने मात्र ट्रान्सफर्मेसन हुन्छ र, किनभने इकोनोमिक एक्टिभिटिज भयो भने त्यसले सबै अरू डाइमेन्सनमा इम्प्याक्ट गर्ने गर्दछ नि त।
सेकेन्ड थ्योरी के छ, सेकेन्ड थ्योरी इज अबाउट कन्फ्लिक्ट थ्योरी। हामीले फर्स्ट च्याप्टरमै पढ्यौँ कन्फ्लिक्टको एउटा वान अफ द पोजिटिभ इफेक्ट के छ भन्दा if managed properly, if channelized properly, conflict can have a very positive impact. So conflict theory ले के भनेको छ कि समाजमा चेन्ज यत्तिकै आउँदैन, एउटा एउटा स्टेजबाट अर्को स्टेज पुग्नको लागि इट इज अफन मेट विथ रेसिस्टेन्स एन्ड कन्ट्रोभर्सी, एन्ड त्यो कन्ट्रोभर्सीहरू अफन the source of controversy can lead to the conflict. So it is a result of conflict between various social classes, individual. These factors create social division, inequality, conflict challenges the existing norms, values and practice. So conflict theory ले अलिकता कन्फ्लिक्टमा बढी स्ट्रेस गरेको छ कि भेरियस ग्रुप र इन्डिभिजुअलको बिचमा कन्फ्लिक्ट भयो, आइडियोलोजीमा ओपिनियनमा चेन्ज आयो, रिसोर्सेसमा कम्पिटिसन आयो, या जेसुकै कारण होस् कन्फ्लिक्टको हामीले कारणहरू पढिसकेको छौँ। कन्फ्लिक्ट भयो भने बल्ल चेन्ज हुने गर्दछ। त्यसपछि आउँछ इभोल्युसनरी थ्योरी। इभोल्युसनरी थ्योरीले के भन्छ भन्दाखेरि वाइल टकिङ अबाउट चेन्ज, यो यस्तो होइन एब्रप्ट भन्ने कुरा हुँदैन। अघि पनि मैले आफ्नै कुराले मैले यहाँ के इभोल्युसनरी थ्योरीको पर्सपेक्टिभले हेर्दाखेरि मैले अघि त भनिसकेँ कि मानव भोलिको दिन 50 दिनसम्म आन्दोलन भयो भने सोसाइटीमा एउटा ड्रास्टिक चेन्ज आइदिन सक्छ। सो यो कुरालाई त जस्टिफाई गर्न सकिन्छ कुन थ्योरीबाट भने फङ्सनल थ्योरी, सिस्टम थ्योरीबाट जस्टिफाई गर्न सकिन्छ कि आवश्यकता पर्यो त्यही भएर चेन्ज भयो। तर इभोल्युसनरी थ्योरीले त्यसलाई त्यसरी हेर्दैन। त्यस इभोल्युसनरी थ्योरीले के हेर्छ भन्दा यो चेन्ज 50 दिनमा आन्दोलन भए तापनि यसको जुन रुट कजेस छ भने ओभर इट इज अ ग्रीभान्सेस ओभर अ लङ पिरियड अफ टाइम एन्ड द्याट एक्युमुलेट्स एन्ड देन बल्ल द्याट लिड्स टु अ ड्रास्टिक चेन्ज। भनेपछि चेन्ज इज अ स्लो प्रोसेस है। के भन्छ इभोल्युसनरी थ्योरीले के भन्छ भन्दाखेरि इट इज अ भेरी स्लो प्रोसेस, इट इज ड्रिभन बाई ग्रेजुअल एन्ड क्युमुलेटिभ एडाप्सन अफ ह्युमन्स ग्रुप। भनेपछि बिस्तारै 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 एउटा स्ट्रक्चर बन्छ, एउटा बिलिफ बन्छ भन्ने कुरामा फोकस गर्दछ। त्यसपछि आउँछ फङ्सनल थ्योरी। फङ्सनल थ्योरी एज द नेम सजेस्ट कि दिस थ्योरी सेज द्याट सोसल र कल्चरल ट्रान्सफर्मेसन इज ड्रिभन बाई द निड एन्ड फङ्सन अफ द सोसाइटी। अब सोसाइटीमा कोभिड आयो भने मान्छे घरमा बस्न थाल्यो। सो किनभने त्यतिखेरको निड त्यस्तो थियो, त्यही भएर त्यस्तो काम गर्यो। त्यस्तै डिफ्रेन्ट इक्जाम्पल हुनसक्छ सोसाइटीमा। अब जसरी ग्लोबलाइजेसनको कुरा एक्सेप्टेन्स भयो, किनभने हामीलाई निड फिल भयो कि यो कुरा कि इफ मैले ग्लोबलाइजेसनको फ्रुट लिएन भने मलाई नै घाटा हुन्छ भने एउटा निडको फिल सेन्स भयो, त्यही भएर चाहिँ ग्लोबलाइजेसनलाई एक्सेप्ट गरियो। So anything, any action towards the transformation, it is the result of the need, it is the result of the function कि चाहिएको हो, सेन्स भयो, त्यही भएर चाहिँ ट्रान्सफर्मेसन भयो भन्ने कुरामा फोकस गर्छ। त्यसपछि आउँछ क्रिटिकल थ्योरी। क्रिटिकल थ्योरीले के भन्छ कि it analyzes and critiques the society focus over on power, structure, social inequality and the way in which the power factor influence the human behavior भन्ने कुरा फोकस गर्छ। It examines how power is distributed and exercised in society, often emphasizing the dominance of certain group. भनेपछि क्रिटिकल थ्योरीले समाजमा भएको असमानता भनौँ, समाजमा भएको जुन पावर डिस्ट्रिब्युसन कसरी भएको छ, त्यो पावर डिस्ट्रिब्युसन र त्यो एउटा एलिट ग्रुप, एउटा स्पेसिफिक ग्रुपले अर्को ग्रुपले कसरी सप्रेस गरेको छ, सोसाइटीको एक्जिस्टिङ स्ट्रक्चरलाई क्वेसन गर्छ के, लाइक यो भएन है, यो चाहिँ भएन, यो म मान्दिनँ भनेर धेरै मान्छेले मान्न त्यस्तो गर्न थाल्यो भने बल्ल चेन्जतिर आउँछ। सो क्रिटिकल थ्योरी फोकसेस ओभर कि सोसल इनइक्वालिटीहरू जुन एक्जिस्ट गर्छ समाजमा, भेरियस इनइक्वालिटी, जेन्डर हुनसक्छ, क्लास इनइक्वालिटी, जेसुकै हुनसक्छ, त्यो कुरा इनइक्वालिटी एक्जिस्ट गर्छ, पावर स्ट्रक्चर कसरी भएको छ र त्यो कुरामा क्रिटिक्स ल्याउँछ के, लाइक क्वेसन गर्छ, एनालाइज गर्छ, क्रिटिसिजम गर्छ, एन्ड त्यसले गर्दा चाहिँ चेन्ज आउने गर्दछ। अरू पनि थ्योरी छ है, यो
अब कल्चरल एक्सचेन्ज थ्योरी पनि भन्न एडिसनली राख्न मिल्छ कि कल्चरल एक्सचेन्ज भयो। त्यसपछि चाहिँ इक्विलिब्रियम थ्योरी पनि छ अर्को, जसमा चाहिँ एउटा इक्विलिब्रियम मेन्टेन गर्न पर्ने हुन्छ। लाइक एउटा ठाउँमा धेरै डेभलपमेन्ट भयो भने त्यसको इक्विलिब्रियम अन्तर्गत इकोनोमी ध्वस्त हुँदै जान्छ, सबै कुरा छ। सो दिज आर अरू मतलब भेरियस लेन्सबाट हेर्न सकिन्छ। दिज 4 5 आर द कमन lenses of social and cultural transformation. त्यसपछि अ, त्यसपछि हामीले पढ्छौँ स्टेजेस स्टेजेस अफ सोसल ट्रान्सफर्मेसन, कल्चरल ट्रान्सफर्मेसन। कस्तो स्टेज हुन्छ त ट्रान्सफर्मेसन ओभर द टाइम, कसरी त्यो भएको छ, कसरी इभल्भ भएको छ। सो पहिला स्टार्टिङ कहाँबाट भयो भन्दाखेरि इगोसेन्ट्रिक सोसाइटी जुन छ ट्रेडिसनल फर्म अफ सोसाइटी, जसमा चाहिँ कसलाई फोकस गरियो भन्दाखेरि मान्छेको आफूमाथि बढी फोकस गरियो, आफ्नो डेभलपमेन्ट, आफ्नो रिसोर्स पूर्ति हुनुपर्छ भन्ने कुरामा फोकस गरियो। त्यो कुरा भयो इगोसेन्ट्रिक सोसाइटी, फोकसिङ अन सेल्फ एन्ड नन एक्सेप्टेन्स अफ अदर एक्जिस्टेन्स। मलाई तिम्रो एक्जिस्टेन्ससँग केही पनि मतलब छैन, मलाई आफ्नो मतलब भनौँ न, म पाइत्वमा बढी फोकस हो। म पाएँ, तपाईँ होइन कि म पाएँ भने आफ्नो कुरामा बढी फोकस गर्यो। सेल्फ बेनिफिट, सेल्फ एक्जिस्टेन्स, सेल्फ एक्सप्लोइटेसन अफ रिसोर्सेस भन्ने कुरा फोकस गर्यो। अब धेरै मान्छेले आफ्नैमा फोकस गर्न थाल्छ भने त लाइक कन्फ्लिक्ट आउन सक्छ, झगडा पर्न सक्छ। त्यसपछि सेकेन्ड फेज भनेपछि डुअलिस्टिक सोसाइटी, जसमा सोसाइटीमा डिभिजन क्रिएट गरिदियो, इनइक्वालिटी क्रिएट गरिदियो, डेलिनिएट भयो सोसाइटी। एउटा ग्रुप ह्याभ भर्सेस ह्याभ नटको ग्रुप बन्यो। कार्ल मार्क्स, एज मेन्सन बाई कार्ल मार्क्स, क्लास मतलब क्लास भन्यो नि, एउटा एक्सप्लोइट गर्ने, एउटा एक्सप्लोइट हुने खालको क्लास भन्यो। डिस्क्रिमिनेसन, माथिल्लो वर्ग तल्लो वर्ग भनेपछि यो भयो डुअलिस्टिक सोसाइटी। त्यसमा चाहिँ सोसाइटीमा डिस्क्रिमिनेसन भयो, लाइफस्टाइलहरूमा भेरिएसन हुन थाल्यो। सिम्पली भन्नुपर्दा सोसाइटीमा इनइक्वालिटीहरू एक्सप्यान्ड हुँदै गयो। त्यसपछि आउँछ हाम्रो प्लुरलिस्टिक सोसाइटी, जसलाई अलिकति इभोल्युसनरी पनि भनिएको हो, किनभने यसमा चाहिँ अब मान्छेको कन्सियसनेस बढ्दै गयो, एजुकेसन अवेरनेसहरू बढ्दै गयो, डाइभर्सिटीमा पनि हामीले युनिटी ल्याउन सक्छौँ भन्ने कन्सेप्ट ल्याउँदै गयो। जसरी जसरी ओभर द टाइम भइरहेछ त्यसरी सिफ्ट हुँदै गइरहेछ। अरू कल्चर, इच अदर्स एक्जिस्टेन्समा बढी फोकस हुन थाल्यो। लाइक ल ठिकै छ नि त, लेट्स एक्सेप्ट इच अदर भन्ने कुरा आयो। एन्ड त्यो एक्सेप्टेन्स अफ इच अदर कतिखेर आउँछ, जतिखेर हाम्रो कन्सियसनेसमा विकास हुन्छ, जतिखेर हामीले अरूलाई एक्सेप्ट गर्छौँ, तब न हामीले सोसाइटीमा मतलब सोसाइटीमा चेन्ज, मतलब सोसाइटीमा अरूको एक्सेप्टेन्स कसरी विकास गर्ने, जतिखेर हामीभित्रको ज्ञान बढ्दै जान्छ नि त। जतिखेर हामीलाई लाग्छ कि यार ठिकै छ, भए तापनि डेभलपमेन्ट, सोसाइटीमा डेभलपमेन्ट भइरहेको छ, ती कुराहरू भएपछि इभोल्युसनरी सोसाइटी, प्लुरलिस्टिक सोसाइटी। र लास्ट इज अबाउट इन्टिग्रेटेड सोसाइटी। Integrated society is the evolution of social justice and social equality. World is a global society and focuses on overall development of society. यसमा चाहिँ युनिभर्सल बेनिफिटतिर फोकस गर्न थाल्यो, विन विन सिचुएसनतिर फोकस गर्न थाल्यो। समाजमा अब एक्सेप्ट गर्न मात्र होइन कि एक्सेप्टेन्स प्लस हामीले एकअर्का मिलेर काम गर्न पर्छ, ओभरअल वेलबिङ अफ सोसाइटीमा फोकस गर्छ भन्ने कुरा आउन थाल्यो। वर्ल्डलाई नै एउटा भिलेजको रूपमा लिन थाल्यो। वर्ल्डकै अब क्लाइमेटकै कुराहरू भयो, त्यो क्लाइमेटको कुरा त एकअर्काको एक्सेप्टेन्स भन्दा माथिको कुरा छ नि त, जहाँ हरेक मान्छे मिलेर एक्सन लिइरहेको छ आफ्नो आफ्नो लेभलबाट। द्याट इज एक्जाम्पल अफ इन्टिग्रेटेड सोसाइटी। त्यसपछि चाहिँ नेपालको सोसल कल्चरल ट्रान्सफर्मेसनमा लाइक इज इट अ न्यू प्र्याक्टिस इन नेपाल? डेफिनेटली नट। हाम्रो सोसल कल्चरल ट्रान्सफर्मेसन धेरै पहिलादेखि हुँदै आएको छ। हाम्रो किरात डाइनेस्टी जुन छ, द्याट वाज हाइली इन्फ्लुएन्स्ड बाई बुद्धिज्म आइडियोलोजी
त्यसपछि चाहिँ लिच्छविकाल मल्लकालमा पनि धेरै रिफर्म्सहरू सेक्टरल रिफर्म्सहरू आउन थाल्यो। हामीले मन्दिरहरू स्थापना गरेको पाउँछौँ, प्रथाहरू यो प्रथा चलेको त्यस्ता त्यस्ता कुराहरू हामीले जिकेमा पढ्छौँ नि त। त्यो मल्लकालमा लिच्छविकालमा स्वर्ण युगहरू भएको छ नि त। त्यो स्वर्ण युग यत्तिकै त नभएको होला नि त, सोसाइटीमा त्यसले एउटा पोजिटिभ चेन्ज ल्याएको होला। त्यसपछि डिभाइन काउन्सिल वा पृथ्वीनारायण शाह त्यतिखेर देशलाई कसरी चलाउन पर्छ, सोसाइटीमा कसरी मिलेर बस्नुपर्छ भन्ने कुरा आयो, दिव्य उपदेश भन्छ। त्यसपछि चाहिँ मुलुकी ऐन 1910मा आयो, त्यसमा चाहिँ भेरियस राइट्सहरूलाई कोडिफाई गर्ने काम भयो। अनि ओभर द टाइम धेरै कुराहरू रिभोल्युसनहरू आउँदै गयो नि त, मकै पर्व, लाइब्रेरी पर्व, त्यसपछि भेरियस मतलब राणाहरूमा क्लास डिभिजन भयो, त्यो क्लास डिभिजनले राणाहरू हट्दै जानु, सती प्रथा, स्लेभरी प्रथा यिनीहरू हट्दै जानु, नयाँ नेपालमा संविधानहरू लागू हुँदै जानु, यी कुराहरू मतलब राणाहरूकै बेलामा मतलब राणाहरूको हट्नुभन्दा पहिला नै यी कुराहरू भएको थियो। सो देयर वाज इक्जाम्पल अफ के भन्छ सोसल कल्चरल ट्रान्सफर्मेसन। राणा हटिसकेपछि अनि जुन भनौँ न राजाको एक्टिभ रोल भएतासम्म 7 देखि 46सम्म के भयो भन्दाखेरि अब डेमोक्रेसीहरूको मान्छेहरूले अब डेमोक्रेसीहरू देख्न थाल्यो, भेरियस कन्स्टिट्युसन आउन थाल्यो। अब 7मा 15मा 19मा 46मा कन्स्टिट्युसनहरू हेर्न थाल्यो, राइट्सहरू अझ धेरै कोडिफाई हुन थाल्यो, कन्स्टिट्युसनल बडी फन्डामेन्टल राइटको कन्सेप्टहरू आउन थाल्यो, सिभिल कोड 2020, अनि त्यसपछि भूमि सुधार ऐन 2021, अनि त्यसपछि वीरता उन्मूलन 2000 कति थियो, वीरता उन्मूलन 2016 भयो। त्यसपछि ल्यान्ड एक्ट 2021 को ल्यान्ड रिफर्म एक्ट 2021 को भनि नै सके। सो त्यसपछि नेपालमा डेभलपमेन्टल रिजनहरू बन्नु, त्यसले पनि त सोसल ट्रान्सफर्मेसनलाई कन्ट्रिब्युट गर्छ नि त। र 2046 अनवर्ड चाहिँ अब नेपालमा चाहिँ डेमोक्रेसी अझ रिस्टोर हुन थाल्यो, दुईवटा डेमोक्रेटिक मुभमेन्ट भयो, कन्स्टिट्युसन बन्न थाल्यो, फन्डामेन्टल राइट ह्युमन राइटहरूलाई अझ धेरै लाइट पाएको। त्यसपछि लजहरू कति धेरै लजहरू त्यसपछि बनेको हो, भेरियस प्रथाहरू, कमैया प्रथा, बोन्डेड लेबर यिनीहरू हटेको, सोसल सेक्युरिटीको स्किमहरू आउन थालेको हो। सो दिज एक्ट्सहरूले पनि धेरै समाजमा रूपान्तरण ल्याएको हो त। त्यसपछि मुभिङ फरवर्ड, अब चाहिँ हाम्रो संविधानमा जतिखेर हामीले सोसल र कल्चरल ट्रान्सफर्मेसन पढ्छौँ र क्वेसन आयो, केही क्वेसन आयो भने हामीले एउटा लाइन के लेख्न सक्छौँ भने द कन्सेप्ट अफ सोसल एन्ड कल्चरल ट्रान्सफर्मेसन इज एक्सप्लिसिटली मेन्सन्ड इन द स्टेट पोलिसी। है, स्टेट पोलिसी भने कस्तो खालको स्टेट पोलिसी, अब जहाँ एज इट इज याद गर्ने, यसमा चाहिँ डिस्काउन्ट भएन, यसमा चाहिँ स्टेट पोलिसी क्लियर लेखिदिएको छ कि हामीले एउटा सोसाइटी बिल्ड गर्ने एउटा सिभिलाइज्ड कल्चरको बेसिसमा, टु बिल्ड अ सोसाइटी फाउन्डेड अन कोर्डियल सोसल रिलेसन बाई डेभलपिङ हेल्दी एन्ड सिभिलाइज्ड कल्चर। अनि त्यसपछि चाहिँ टु क्यारी आउट रिसर्च स्टडिज, एक्जामिनेसन, dissemination for the purpose of the protection, promotion and development of historical, archaeological and cultural heritage। भनेपछि कल्चरल हेरिटेजको पनि कन्जर्भेसन प्रमोसनतिर कामहरू गर्ने, त्यसको लागि रिसर्च गर्नु पर्यो, स्टडिज गर्नु पर्यो, उत्खननहरू गर्नु पर्यो, अन्वेषणहरू गर्नु पर्यो भने पनि गर्ने, सो द्याट कल्चरल हेरिटेजहरूलाई प्रोटेक्ट होस्, त्यो होस्। त्यसमा चाहिँ अझ हामीले प्रमोट गर्न सकौँ। कुनै मूर्ति नै भेट्यो कुनै ठाउँलाई खन्दाखेरि, त्यसले त हाम्रो टुरिज्मलाई फस्टाउने हो नि त। सो त्यो कुरा भयो। त्यसपछि चाहिँ पब्लिक पार्टिसिपेसन पनि फोकस गरेको छ कम्युनिटी डेभलपमेन्टमा, कि पब्लिक पार्टिसिपेसन चाहिन्छ लोकल कम्युनिटीहरूमा। त्यसपछि आर्ट लिटरेचरहरूमा पनि फोकस, अब आर्ट लिटरेचर एन्ड म्युजिक कल्चरल एस्पेक्टमा पनि फोकस गरेको छ, बिकज दिज art, literature, music are the part of national heritage. Eliminate all form of discrimination, inequality, injustice in the society. All forms of discrimination, inequality and injustice in the society. मतलब एन्टी डिस्क्रिमिनेटरी पोलिसी ल्याएको छ, सोसाइटीमा कुनै प्रकारको विभेद नहोस्, इक्वालिटी प्रमोट गर्नको लागि गरिएको छ।
त्यसपछि कल्चरल एस्पेक्टलाई प्रमोट गर्ने ल्याङ्ग्वेज कल्चर आर्ट ट्रेडिसन वाइल मेन्टेनिङ कल्चरल डाइभर्सिटी अनि एउटा मल्टिलिङ्गुअल पोलिसी पर्स्यु गर्ने पोलिसी पनि छ सो यी कुराहरू हाम्रो सोसल एन्ड कल्चरल ट्रान्सफर्मेसन स्टेट पोलिसीमा छ एडिसनली हाम्रो प्रियाम्बलमै भनेको छ प्रियाम्बलमै मल्टी इथनिक मल्टिलिङ्गुअल मल्टी रिलिजियस मल्टिकल्चरल एन्ड डाइभर्स रिजनल क्यारेक्टरिस्टिकलाई एक्सेप्ट गर्ने इएलआरसी मल्टी इथनिक मल्टिलिङ्गुअल त्यसपछि चाहिँ मल्टी कल्चरल कुराहरू छ यी कुराहरूलाई रिकगनाइज गरेको छ नि त बहुलवाद समाजलाई रिकगनाइज गरेको छ बिङ कमिटेड टु सोसालिजम बेस्ड अन डेमोक्रेटिक नर्म्स एन्ड भ्याल्युज सोसालिजममा कमिटेड हुने कि समाजको वेलफेयर अफ सोसाइटीमा बढी फोकस गर्ने प्रियाम्बलमा फोकस गरेको छ त्यसपछि आर्टिकल 32मा फन्डामेन्टलै राइट छ ल्याङ्ग्वेज एन्ड कल्चरको फन्डामेन्टल राइट छ नि त हाम्रो त्यो पनि भयो त्यसपछि डाइरेक्टिभ प्रिन्सिपलमा अब स्टेट पोलिसी त भयो नै साथसाथै डाइरेक्टिभ प्रिन्सिपलमा पनि सोसल कल्चरल अब्जेक्टिभमा एउटा के भन्छ सिभिलाइज सभ्य र समतावादी सोसाइटी इग्यालिटेरियन सोसाइटी बिल्ड गर्ने बेस्ड अन द प्रिन्सिपल अफ इन्क्लुजन पार्टिसिपेसनको प्रिन्सिपलमा रहेर ती कुराहरू गर्ने अनि त्यसपछि डाइरेक्टिभ प्रिन्सिपलको कुरा पनि हामीले गरिसक्यौँ र फन्डामेन्टल राइटमा चाहिँ जस्ट ल्याङ्ग्वेज एन्ड कल्चर मात्र नभइकन इभन हाम्रो इक्वालिटी राइटले पनि सोसल र कल्चर ट्रान्सफर्मेसनलाई प्रमोट गर्छ किनभने मान्छे इक्वल फिल गर्छ समाजले देशले इक्वल पोलिसी ल्याएपछि अन्य मान्छे फिल भ्याल्युड दे टेन्ड टु गो टु अ न्यू स्टेज अफ ट्रान्सफर्मेसन 17मा चाहिँ फ्रिडमको कुराले पनि प्रमोट गर्ने गर्दछ अनि त्यसपछि एडिसनली अरू पनि छ एनएचआरसी एक्टहरू भयो सोसल सेक्युरिटी एक्टहरू भयो त्यो सबैको सोसल एन्ड कल्चर सोसल फर्स्ट च्याप्टरको सबैको एक्टहरू कमनै कमन हुन्छ बिकज अल दोज एक्ट डाइरेक्टली अर इन्डाइरेक्टली रिफ्लेक्ट द एस्पिरेसन अफ द सोसाइटी द पाथ फर द सोसाइटी गाइडलाइन फर द सोसाइटल फ्रेमवर्क है अब चाहिँ हामीले यति धेरै कुरा पढिसक्यौँ के कुरा पढ्यो एकचोटि सर रिभाइज गरौँ सोसल ट्रान्सफर्मेसन के हो त्यसको डोमेनहरू के छ कल्चर ट्रान्सफर्मेसन के हो त्यसको डोमेनहरू के छ हाउ दे आर डिफरेन्ट फ्रम इच अदर तिनीहरूको विशेषता के छ तिनीहरूलाई इम्प्याक्ट गर्ने फ्याक्टर्सहरू तत्त्वहरू के छ भेरियस डाइमेन्सन्सहरू छन् त त्यसपछि भेरियस थ्योरिजहरू हामीले डिस्कस गर्यो भेरियस थ्योरिज अन्तर्गत इकोनोमिक कन्फ्लिक्ट इभोल्युसनरी फङ्सनल थ्योरीहरूको कुरा गऱ्यौँ त्यसपछि ओभर द टाइम हाउ इट हेज इभल्भ स्टेजेसहरू कस्तो छ इन्डिभिजुअलदेखि दुईटादेखि धेरैदेखि फेरि धेरै तर काम गरेर मतलब इन्टिग्रेट गर्ने एकअर्का इन्टिग्रेटिङ एस्पेक्टमा फोकस गर्ने त्यसपछि समाज नेपाली समाज कसरी ओभर द टाइम कस्तो कस्तो एक्टिभिटिजहरू भएको छ सोसल एन्ड कल्चर ट्रान्सफर्मेसन रिलेटेडको कुराहरू हामीले डिस्कस गऱ्यौँ त्यसपछि कन्स्टिट्युसनल प्रोभिजनहरू के छ हाम्रो प्रिएम्बलमा कसरी बहुलवादको कुरा भएको छ डाइरेक्टिभ प्रिन्सिपलमा कसरी ट्रान्सफर्मेसन रिलेटेड कुरा छ स्टेट पोलिसीमा कसरी एउटा स्पेसिफिक एक्सप्लिसिटली पोलिसी छ यी कुराहरू हामीले डिस्कस गऱ्यौँ र लास्टमा चाहिँ हामीले प्रब्लम्स पढ्नु पर्यो वाट आर द प्रब्लम्स अहिले चाहिँ हाम्रो सोसाइटीमा ट्रान्सफर्मेसन नहुन सक्नुको कारण या भइरहेको छ भने एक्जिस्टिङ च्यालेन्जेसहरू के छ त अब च्यालेन्जेसहरू हेर्दाखेरि चाहिँ अब सबभन्दा पहिला त हाम्रो सोसाइटी अलिकता कन्जर्भेटिभ सोसाइटी पनि भनौँ जहाँ ट्रेडिसनल भ्यालुजहरूलाई स्टिक हुने एउटा प्रवृत्ति छ वाइल दिस इज भेरी गुड पनि लाइक ठिकै छ नि त आफ्नो भ्याल्युज प्रिजर्भ गर्नु पर्यो बट अगेन इट समटाइम्स क्रिएट अ रेसिस्टेन्स फर द मोडर्न भ्याल्युज मोडर्न ट्रेडिसनको लागि रेसिस्टेन्स ल्याउन सक्छ धेरै मान्छेहरू त्यसपछि चाहिँ कास्ट बेस्ड डिस्क्रिमिनेसन एन्ड सोसल हायरार्ची समाजमा डिस्क्रिमिनेसनले कहिले पनि अब ट्रान्सफर्मेसनको अल्टिमेट पर्पस के हो ट्रान्सफर्मेसनको अल्टिमेट पर्पस हो समाजमा इक्वालिटी ल्याउनु र धेरै वर्गहरू चाहँदैन कि इक्वालिटी आओस् दे जस्ट वान्ट कि दे आर इन द सुपेरियर पोजिसन त्यसपछि कल्चरल इरोजन ड्यू टु ग्लोबलाइजेसन एन्ड मोडर्नाइजेसन वाइल ग्लोबलाइजेसन एन्ड मोडर्नाइजेसन हेज ब्रिङ भेरियस चेन्जेस इन आवर सोसाइटी ल्याएको हो नि त अब ट्रेडमै कुरा गरौँ अब चाहिँ टुरिज्ममै कुरा गरौँ
इनोभेसनकै कुरा गरौँ, भेरियस कुरा एस्पेक्टहरूमा चाहिँ इम्प्याक्ट ल्याएको छ, तर कतै न कतै कल्चरल होमोजेनाइजेसन पनि देखिएको छ। कल्चरल होमोजेनाइजेसन भनेपछि दुईटा कल्चर एउटै एउटै खालको देखिने, वेस्टर्न कल्चरको इन्फ्लुएन्स हुँदै जाने। त्यसपछि transformation, identity politics demand are often beyond the national interest and constitutional provision. अब पपुलिजमको भोटमा सोसल ट्रान्सफर्मेसन, कल्चरल ट्रान्सफर्मेसनहरू पोलिटिकल फ्याक्टरले त मोटिभेटेड हुन्छ, तर दिज इनिसिएटिभ आर अफन ड्रिभन एज अ पार्टिस के भन्छ पोलिटिक्स, रियल पोलिटिक भन्छ नि, पोलिटिक्स पावरमा बढी केन्द्रित भएको हुन्छ, भोट ब्याङ्कको रूपमा बढी युज हुन्छ रादर देन एड्रेसिङ द एक्चुअल निड्स अफ द सोसाइटी। त्यसपछि अर्को कुरा छ जुन इनइक्वालिटी, समाजमा इक्वालिटी ल्याउनु छ हामीलाई, अल्टिमेट पर्पस हामीले अघि पनि भन्यौँ इक्वालिटी ल्याउनु छ, तर इक्वालिटीकै एउटा स्ट्रक्चर बेरियरै चाहिँ इनइक्वालिटी, एक्सेस टु एजुकेसन, अपर्च्युनिटी एन्ड अदर रिसोर्सेसमा एउटा लार्ज ग्याप छ, लार्ज इनइक्वालिटी एक्जिस्ट गरिरहेको छ। करप्सन एन्ड इनएफिसियन्सी इन इम्प्लिमेन्टिङ सोसल रिफर्म्स हुँदा पनि त्यसमा धेरै वाइड करप्सन भएको देखिन्छ, ब्युरोक्रेटिक इनएफिसियन्सी भएको देखिन्छ। त्यसपछि इनएडिक्वेट रिप्रेजेन्टेसन इन डिसिजन मेकिङ, मार्जिनलाइज ग्रुप, भल्नरेबल ग्रुपहरूको रिप्रेजेन्टेसन खासै देखिँदैन। लिगल रिफर्म हामीसँग भए तापनि तिनीहरूको इम्प्लिमेन्टेसनहरू एकदम लो लेभल, स्लो इम्प्लिमेन्टेसन भएको देखिन्छ। लो सोसल कन्सायन्स एन्ड डोमिनेन्स अफ इगोसेन्ट्रिक सोसाइटी, हामी भन्दाखेरि के भन्छ, हामीले कहाँबाट सुरु गर्यो भन्दा हामी इगोसेन्ट्रिक सोसाइटीदेखि इन्टिग्रेटेड सोसाइटीसम्म आइसक्यो, तर पनि द के भन्छ ट्रेसेस अफ इगोसेन्ट्रिक माइन्डसेट स्टिल पर्सिस्ट, जहाँ मान्छेले आफ्नो वेलफेयरलाई बढी फोकस गर्ने ओभर सोसाइटल वेलबिङ, ओभर द नेसन वेलबिङ भन्दा पनि आफ्नो पर्सनल बढी फोकस गर्ने भन्ने कुरा छ। त्यसपछि पोलिटिकल डिसेन्सस इन मेजर इस्युज अफ द सोसाइटी, अब धेरै इस्युजहरू यस्ता छ त्यसमा पनि असहमति बढी भएको देखिन्छ, जहाँ चाहिँ बाई पार्टिसन पोलिटिक्स हुनुपर्ने सट्टामा त्यहाँ चाहिँ एकदम पार्टीगत पोलिटिक्स बढी भएको देखिन्छ। सो यी समस्याहरू छ। एडिसनल समस्याहरू पनि छ, हामीले भेरियस क्याटेगोरीहरूमा डिभाइड गरेर पनि हामीले लेख्न सक्छौँ समस्याहरूलाई, तर ओभरअल बेसिक समस्याहरू यिनैहरू हुन्। अब कहिलेकाहीँ अर्को समस्या के भइदिन्छ भन्दाखेरि ट्रान्सफर्मेसनको नाममा डिभिजनको कुराहरू आउन थाल्छ कि अब हामीलाई छुट्टै स्टेट चाहिन्छ, छुट्टै स्टेट माग गर्न सक्छ, आफै डिटरमाइन गर्ने, आफै रुल गर्ने भन्ने माग गर्न सक्छ। त्यसपछि एजुकेसनल इन्स्टिट्युसनहरूमा पनि इन्क्लुजन आउनु पर्यो, सर्टेन ग्रुप अफ पिपल आर एक्सक्लुडेड पर्मानेन्टली इन एजुकेसन फ्याकल्टीको कुरा भयो। त्यसपछि चाहिँ ट्रान्सफर्मेसन हुनको लागि चाहिँ विगतका जुन इन्जस्टिस भएको छ, विगतमा धेरैले अन्याय परेको छ, नेपाल वेन अन्डरगोइङ थ्रु मेओइस्ट इन्सर्जेन्सी धेरै प्रकारको अन्याय परेको छ नि त, कसैलाई होमलेसनेस भयो, कसैको फ्यामिली मेम्बरको डेथ भयो, कुनैलाई एक्सप्लोइटेसन भयो, कसैलाई सेक्सुअल एब्युजहरू भयो। सो ती कुराहरूलाई अहिलेसम्म पनि एड्रेस गर्न सकेको छैन, एन्ड यु कान्ट ह्याभ अ transformation without addressing, you can't have a positive change without addressing the grievances, historical prejudice of the past। यी कुराहरू भयो। समाजमा चाहिँ अर्को समस्या के छ, कन्स्टेन्ट बेस अफ नेचुरल डिजास्टर पनि कतै न कतै कन्ट्रिब्युट गरिरहेको छ भने जतिखेर नेचुरल डिजास्टर भयो, जतिखेर हामी सोसाइटी फरवर्ड लिप गर्न गइरहेको हुन्छ, त्यतिखेर केही प्रकारको वार डिजास्टरहरू भइदिन्छ। वार भन्दा पनि वार, ग्लोबल वार डिजास्टर, कुनै प्रकारको क्यालामिटिजहरू भइदिन्छ, प्यान्डेमिक्स भइदिन्छ, जसले गर्दा चाहिँ हाम्रो प्रोग्रेसलाई डाइरेक्टली स्टल गरेको देखिन्छ। अब सल्युसन भन्दै पर्दाखेरि यी कुराहरूकै प्रब्लमको सल्भ हामीले गर्न सक्छौँ, यसलाई प्यासिभ भोइसमा लेख्दाखेरि हामीले सल्युसन गर्न सक्छौँ। सो हाम्रो थर्ड च्याप्टर यही कुराहरू छ, सोसल एन्ड कल्चरल ट्रान्सफर्मेसन, यी कुराहरू नै छ है त। द्याट्स इट।